अहिले भने चाहिँ नाम्चीमा एकदम चिसो भयो, त्यसले गर्दा तातो हुनु लागि अलिक पिरो पिरो खाएर तात्तिनु लागि चाहिँ यहाँनिर सियोलमा आएको छौँ। यसको भित्रको के कस्तो रहेछ देखाउँछु म तपाईँहरूलाई। पानी तात्यो है हाम्रो पानी। के पानी हाल्नुहुन्छ हो त्यहाँदेखि चाहिँ 2.5 मिनट माइक्रोवेभ तातो पानी हाल्नु। जे खाने भयो ल टेस्ट गर टेस्ट। किचनमा सुरु गरे है काम अब। पिरो होला म त सक्दैन हौ पिरो खानु। यहाँबाट हस्पिटलको नजरा आमा झिलिली भएछ। टपिङ्सहरू चाहिँ तपाईँलाई टपिङ्सहरू पनि छ मेरोमा। किम्ची र सिविट चाहिँ अरू चाहिँ सक्यो अहिले नि। किम्ची र सिविट कार्यक्रम सुरु भयो है अब। किन चाहिँ बिजी दामी कतिको पाकेको जस्तो हो अब के गर्नु हाम्रो आए पाकेको जस्तो अरे यो कम्ती चाइना सरम भनेको कम्ती यो चपस्टिक चलाउनु हुने चाहिँ डाइरेक्ट चाइनाबाट आउनु भएको है। दाजु पारा आउँदैछ चपस्टिक चलाउनु। पाराए 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 पुग्दा पुग्दा दाजुले एक दिन राम्रै खानु कस्तो रहेछ दाजु टेस्ट? ट्रनमा बसेको क्युमा बसेको रामेन खानु ढकनीमा दिएको दाजुले। रामेनको सुप हप्काइ चाहिँ यो हो नि त। राम्रै नि चढ्दैछ त दाजु कसले? किलेले हप्काउँदै पनि हुक्कायो त ल। यत्तिको हप्काउनु पऱ्यो नि सुप चाहिँ। खै कति रह्यो यो चाहिँ हुक्काएको। म खाँदिनँ पिरो भयो मलाई एकै चट्टाले काम पाक्यो। ल दिपेनको टर्न हप्काउ ल। 1 तारिक चपस्टिक चाहिँ नाकको दुलोमा हाल्नु। पेट पोलेर जुस